हेलो गाइस, तपाईहरुलाई प्रकिल भ्लगमा स्वागत छ। अहिले चाहिँ हामी मम्मी पापा म भएर फिलहालमा जंगल जाँदै छौं, किनभने चाहिँ उता सोमबारेको आन्टीलाई निङ्गुरो पठाइदिनुलाई, अन्त हामीलाई उताबाट आलु पठाइदिँदैछ र हामी पनि आन्टीलाई निङ्गुरो पठाइदिनुलाई हामी जंगल जाँदै छौं अहिले फिलहालमा। र हजुरहरुलाई के कस्तो हुन्छ भिडियो मार्फत देखाउँदै गर्छु, तपाईहरु जुडिराख्नुस् होला भिडियोमा। मम्मी र पापा कहाँ के गर्नु त्यहाँ गएर त के ल्याउनु निङ्गुरो अन्त पारी देख्दै गरेको नाकुम बाबाले यहाँ यो जङ्गल जानुपर्छ भन्दैछ जोतेकोलाई ल्याउ नाकुम भन्छ यिनीहरूलाई चाहिँ। उता गयो लाप्ताङ कर्जीहरू भेट्छ उता उता पस्यो तपाईँको साथीहरू। हामी चाहिँ निङ्गुरोको खानीमा आइपुगिसकेको छौँ। अब हाम्रो यहाँनिर काम सुरु हुन्छ निङ्गुरो टिप्नु। हेर्नुहोस् यस्तो खालको निङ्गुरो खानुपर्छ लेकमा चाहिँ, हेरिराख्नुहोस् है। यो चाहिँ पाकुटे भन्छ, यो पाकुटे चाहिँ एकदम मिठो हुन्छ। यो निङ्गुरो चाहिँ यस्तो भएको हुन्छ। हेर्नुहोस् तपाईँलाई अर्कोपट्टि पनि देखाइदिन्छु म। यहाँ हेर्नुहोस् लेकमा आउनुभयो भने चाहिँ पाकुटे निङ्गुरो खाने भन्नुहोस्। यो अलमा जाँदैछ, यो अलमा चाहिँ कति मिठो हुन्छ होला हेर्नुहोस्। यो पाकुटे भन्छ। यो निङ्गुरो निस्केपछि चाहिँ खोलातिर पनि पाहाडहरू निस्किन्छ भन्छ हाम्रो पापाहरूले। हो कि होइन त्यो कुरा चाहिँ अब पापाहरूलाई थाहा छ, तर हामीलाई चाहिँ त्यसो भन्छ। हेर्नुहोस् पाकुटे निङ्गुरो अहिले तपाईँलाई देखाउँछु, भिडियोमा जोडिरहनु। म चाहिँ थाकेँ, यो निङ्गुरो खोजाइले हत्तु भयो। मैले ठुलो रुखको लडेको चाहिँ त्यो रुखमा सोचेको आनन्द आयो। यहाँबाट सुत्दाखेरि उकालो आकाश कस्तो दामी देख्दो रहेछ तपाईँलाई देखाउँछु ल म। यहाँ हेर्नुहोस् त आकाश कस्तो रमाइलो देख्दो रहेछ। जङ्गलमा पनि छुट्टै शान्ति र मजा छ क्या। चराचुरुङ्गीको आवाज, केहीको टेन्सन छैन, खुल्ला आकाश, कति रमाइलो हुँदो रहेछ। फाइनली गाइस निङ्गुरो टिपिसक्यो। अब मम्मी पापा चाहिँ फेरि एकपल्ट टिप्छु भनेर गएको छ। अन्त म चाहिँ यहाँ निङ्गुरो पर्खेर बसिरहेको छु। टाइम पनि 7:30 जस्तो भयो। अन्त बस्नहरूले पनि पुरा चिलेको जस्तो भयो मलाई चाहिँ। अन्त तपाईँहरूले अरू बेला निङ्गुरो चाहिँ अब मुठामा बिटाहरूतिर देख्नु भएको लागि आज चाहिँ म तपाईँलाई डोकोमा देखाउँछु। हेर्नुहोस् है मम्मी हेर्नु त झन्डै एक डोकै भएछ निङ्गुरो हेर्दै देख्नु होला तपाईँहरूले। झन्डै एक डोको खोजेको छु। अनि 3 जना मम्मी पापा तेरो हामी चाहिँ आफ्नो आफ्नो भारी बोकेर जाँदैछौँ। म दाउरा बोकेर चाहिँ गइँदैछ यसरी 3 जना आफ्नो। मेरो दाउरा छ, मम्मीको निङ्गुरो, पापाको घाँस। र मेरो भिडियो मन परे लाइक कमेन्ट सेयर फलो गरिदिनुहोस् होला। मलाई हजुरहरूको सपोर्टको जरुरत छ, मलाई पनि हजुरहरूले सपोर्ट गरिदिनुहोस् होला। धन्यवाद, बाई बाई।